हेलो हेलो मेरो घरमा नि हजुर के भन्नु म तपाईँलाई अप्ठ्यारो लाग्यो घरको बात भन्नुको लागि। किन र? मेरो आमा अर्को बाबासँग जानुभएको हो। मेरो बाबा धेरै मात्नुहुन्थ्यो, मम्मीलाई कुट्नुहुन्थ्यो कि। अनि सानै हुँदाखेरि मैले आमालाई भन्नुभएको थियो, आमा तपाईँ जानुहोस् बाबालाई छोडेर, यहाँ बाबाले तपाईँलाई मार्नुहुन्छ हिँड्छन् भनेर मैले आमालाई आफै पठाएको नि त। बहिनी छ, बहिनी बिहा भएको छ, जिजूकै चिन्नुहुन्छ होला, जिजूले भन्यो होला नि सबै कुरा। हजुर हजुरको उसको बहिनी छ भनेर भन्नुभएको थियो। मेरो बहिनी बिहा गरेको छ हो, बिमारी हुनुहुन्छ, घरमै बोलाएको छु मैले उसलाई। घरमा बसिदिनु बहिनी, कोही पनि छैन मान्छे भनेर। अहिले घरमा कोही पनि हुनुहुन्न, सिर्फ तपाईँ अनि हजुरको बहिनी मात्रै हो? हजुर छैन, अहिले म मात्रै छु। तपाईँले भन्यो होला नि मेरो बारेमा, जिजूले मेरो मिसेस हेनटेन। हजुर सबै कुरा भन्नुभयो यस्तो उस्तो भनेर। यस्तो मेरो घरमा कोही छैन, बहिनी बिहा भएको छ, 1 साल बस्दिनु बहिनी घरमा, म 1 साल पछि आउँछु भनेर भन्थ्यो। त्यही 1 साल पछाडि मैले नि हेरिरहेको थिएँ को भेट्छ होइन, उसँग बिहा गर्छु, राम्रोसँगले घर गृहस्थी गर्छु, पहिला जे भयो भयो, अब त्यस्तो दोबारा गल्ती नहोस् मेरो लाइफमा भनेर मैले सोचेर। अनि त्यही हो, घरमा कोही पनि, बहिनीले फोन पनि गरिरहेछ सायद, मेरो बहिनीले घरबाट फोन पनि गर्दैछ, सायद दिदीले भन्नुभयो होला बहिनीलाई पनि। हजुर बहिनी छ, म उसँग कुरा गरेको थिएँ भन्नुहुन्छ, अनि त्यही भन्नुहुन्छ, अरू त केही भन्नु छैन घरमा कोही पनि, म एक्लै हो। त्यही त नेपाली आएको छु, राम्रो कमाउँछु, केही सोचिरहेको थिएँ, सायद बिहा गर्दिनँ होला भन्ने कुरा सोचेको थिएँ हो। त्यस्तै सोचिरहेको थिएँ, आमालाई पनि भन्थ्यो गर्दिनँ आमा म बिहा, जति पनि पैसा कमाउँछु, मेरो नानीको फ्युचर हेर्छु म भनेर सोचेको थिएँ। अनि त्यस्तो हुँदा हुँदा जिजूले चाहिँ अब उसको नजरमा जो राम्रो भेट्छ उसले चाहिँ मलाई सेटिङ गराइदिन्छु भनेर भन्दै थियो नि त पहिल्यैदेखिको। अनि ल ठिकै छ, अब राम्रो छ कि आफ्नो भाइहरूलाई टाढो गर्नु भनेर मैले पनि ल भन्दै थिएँ। त्यही भएर तपाईँसँग बिहान दिदीले भिडियो कलमा बात गराउनु भयो होइन, बात त गराइन, जस्ट अब देखायो, देखेँ। आफ्नो किस्मतको कुरा फोन गर्दा हाँस्दै बोल्दैमा बिहे गर्नुपर्छ भन्नु छैन, हाँस्दै बोल्दैमा बिहे हुन्छ भन्नु पनि छैन, त्यो त आफ्नो किस्मतको कुरा, जे लेखेको छ त्यो भोग्नै पर्ने हो सबैले। त्यही भएर नि अन्त दिदीले बात गर्नु भने नि त हो, बात गरेको सायद अब तपाईँ हुनसक्छ राजी हुनुहुन्छ हुँदैन, त्यसमा जबरजस्ती गर्नु नि त भएन आउँथ्यो भविष्यमा। न त मैले हजुरलाई जबरजस्ती गर्नु भयो, न त हजुरले मलाई जबरजस्ती गर्नु भयो, त्यो त दुईटा भनेर मिल्ने भए मात्रै हो, त्यस्तो त हजुर केही छैन। चल मेरो पनि मतलब मेरो घरमा त फ्यामिलीहरू हुनुहुन्छ, मेरो मम्मी बाबा हुनुहुन्छ दुइटै, अनि दुईटा दाइहरू हुनुहुन्छ, एउटा दिदी हुनुहुन्छ, दाइ चाहिँ एउटा कान्छो दाइ चाहिँ यतै हुनुहुन्छ, ठुलो दाइ चाहिँ बाहिर देश जानुभएको छ, दिदीको चाहिँ बिहे भएको छ, मम्मी बाबा चाहिँ यस्तै घरमै बस्नुहुन्छ। यस्तो भएर त्यही त अब कुरा चाहिँ खासमा हाम्रो त्यही गर्नु त थियो होइन। हजुर अब के भन्नु, अब मलाई जरुरत छ, एउटा राम्रो साथीको जरुरत छ, जसले मेरो अब मनको कुराहरू बुझिदिन्छ, सानो प्रब्लमहरू उसले मसँगै अब सल्भ गर्छ होइन। ल जे पनि दुःख पर्छ उसले मलाई भनोस्, अप्ठ्यारो नमानिकन। त्यो त भन्नु पनि पर्छ, जब कि आफूले केही छ भने लुकाउने ओर्ने गर्न पनि हुँदैन। राम्रो नराम्रो भन्नु पर्यो, उसले कतिवटा कुरा मैले जानेको हुँदिनँ। जो अब सुरुमा न आफूले उसले जानेको हुन्छ, न उसले आफूले जानेको हुन्छ, त्यो त बिस्तारै कुरा गर्दै हुने हो। नत्र भने पहिलेदेखि जान्ने बुझ्ने गरेको भए त किन गर्न पाउँथ्यौ र है। अन्त त्यही हो, अहिले भयो मेरो 3 वर्ष रनिङ हुँदैछ हो। अब के भन्नु खोइ लाइफमा, अहिले म यहाँ छु जहाँ छु, काम गरिरहेको छु, आफ्नो गर्दैछु, आफ्नै प्राइभेट होइन, दोकान लाउँछु, एकजना मान्छे राखेको छु काम गर्ने दाजु। टेन्सन लाग्छ, घरको फ्यामिली सम्झिन्छु घरिघरि, कस्तो खालको मेरो भाग्य होला जस्तो लाग्छ क्या। अनि मन भुलाउनु आफ्नो मान्छेहरूलाई फोन गर्छु, दिदी बहिनीहरूलाई यताउति मन भुलाउनु फोन गर्छु, तर पनि मन भुलिँदैन। त्यस्तो लाग्छ कि अब एक्लो पर्न, अब म घरमा त एक्लै छु, आमासँग बस्नु पाउँदिनँ, जान्छु म आमाबाट भेट्नु। जुन पीडा
आफूलाई भोगेको हुन्छ नि मनभित्र मात्रै थाहा हुन्छ कि आफूलाई कति पीडा छ भन्ने हाँस्ने बोल्ने साथीहरूसँग दिदीबहिनीसँग सबैसँग गर्ने चाहिँ जति पीडा छ आफ्नो मनभित्र मात्रै हुन्छ कि न कसैलाई भन्न सकिन्छ न बिर्सिन सकिन्छ। अन्त तपाईँ कहिले आउनुभएको दिल्ली? म आएको 4-5 महिना भयो। 4-5 महिना भयो है? म पनि त यहाँ आएको 4-5 महिना भयो। हजुर म आएको पनि 4-5 महिना भयो। ए अच्छा अच्छा। अनि तपाईँको के छ राय चाहिँ तपाईँको मनभित्रको कुरा? यो त म अहिले के हजुरलाई भन्न सक्दिनँ। सोच्नुहोस् बात गर्दै गरौँला होइन? हजुर मैले पनि त्यही सोचेको एकैछिन अब हामीले डिसिजन लिनु पनि ठुलो कुरा हो। डिसिजन लिनु त्यो गलत हो। गलत हो। हामीले एकअर्कामा हामीले राम्रोसँगले चिनाजान भएको छैन। पहिला पनि हामी पस्ताएर बसेको मान्छेहरू होइन? हजुर न हजुरलाई मैले चिनेको छैन, हजुरले मलाई चिन्नुभएको छ, देखभेट भएको छैन, केही भएको छैन, नदेख्दै नदेख्दै हुन्छ हुन्न भनेर त्यो डिसिजन लिन अझै सकिँदैन। त्यही त कुरा। हजुर हेर्नुपर्छ, भेट्नुपर्छ। आउँछु नि म, आउँछु अब यो 2 महिना पछाडि सायद दिल्ली आउँछु होला। मलाई धेरै कुछ अब कामहरू पनि छ कि, साथीहरू भेट्नु छ, सन्तहरू छ नि त त्यहाँ पनि। दिदीले पनि बोलाउनु हुँदैछ आउनु घुम्नुको लागि भन्दैछ। ल आउँछु भन्छ 2 महिना पछि। हामी अझै पनि हामी सँगै छौँ त्यस्तो होइन, तर जुन ठाउँमा काम गर्छौँ त्यो ठाउँमा लेडिज पिजी हो, म लेडिज पिजीमा काम गर्छु, म केटीहरूसँगै बस्छु, मेरो बुढोसँग त्यस्तो छैन मतलब। तपाईँहरू चाहिँ तपाईँको हस्बेन्ड तपाईँसँगै छ अहिले? मेरो हस्बेन्ड मसँगै हुनुहुन्छ, तर त्यस्तो हाम्रो बोलचाल भनेपछि त्यस्तो केही छैन हुन एकै ठाउँ। किनभने हाम्रो बिहा भएको अहिले भर्खर 9 महिना भएको छ। जब कि हाम्रो लभ म्यारिज हो, मैले उसलाई बुझेको थिएँ पहिला त्यस्तो छ भन्ने थाहा थिएन। जब कि अहिले बिहे गरेर आइसकेपछि मान्छे यस्तो छ उस्तो छ भनेपछि जसलाई पनि नराम्रो लाग्छ। म पनि धेरै वर्षको भएको छैन, मेरो पनि बल्ल 16-17 वर्षको उमेर भएको छ। आफ्नो भाग्यमा जे लेखेको त्यो भोग्नै पर्दो रहेछ। के गर्ने यस्तै सोच्छु, अब चलो मेरो भाग्य यस्तै रहेछ, अब के गर्ने, जस्तो भए पनि भोग्नै पर्ने। म पनि भन्छु कि म बिहे गर्दिनँ, भयो एकचोटि धोका खाइसकेँ, आफै लभ गरेर एकचोटि धोका खाइसकेँ, अब दोस्रोचोटि म धोका खान चाहन्न भन्छु मैले। अनि दिदीले फोर्स गर्छ होला है? अनि हजुरलाई यो भिनाजुले भन्नुहुन्छ, हजुरको भिनाजुले भन्नुहुन्छ त यस्तो गर्दैछ, अझै तेरो के उमेर भयो छ र, बल्ल 16-17 वर्षको भएपछि पुरा लाइफ जिनु छ भन्नुहुन्छ। अनि तर ठिक छ, जतिसम्म सक्छु त्यतिसम्म गर्छु, काम गर्छु, खान्छु, नसक्दाका दिन एउटा बाटो लाग्छ। अब के गर्ने त भन्छु। आफ्नो मन आफै बुझाउँछु। कुनै दिन स्कुलहरूको यस्तो साथीहरूको मम्मी बाबाको याद आउँछ, एक्लै बसेर रुन्छु, तर पनि के गर्ने, आफ्नो मन आफै भुलाउन सक्नुपर्छ। अरूको सामान्य के हाँसो पनि बोल्छु हाँस्छु, तर पनि कति पीडा छ भन्ने मेरो मनलाई मात्रै थाहा छ, मलाई मात्रै थाहा छ। कतिसम्म पढ्नु भएको? मैले 10 क्लास पढेको। त्यही हो मेरो लाइफमा चाहिँ 7 पास गरेर छोडेको। मेरो त्यही घरमा समस्या आउँथ्यो कि मेरो मम्मी आर्मी हुनुहुन्थ्यो होइन। मेरो बाबा अलिक खराब सानोदेखिको अब बाजेको हजुरबाको चाहिँ बेसी माया पाएर पुलेर नि घरको अब के भन्नु गाडीको अब सबै कुरो थियो मेरो घरमा, गाडी घोडा सबै यो थियो। बाबाले चाहिँ अलिक बुद्धि लाउनु भएन। अनि बाबा हौ त्यस्तो हुँदैन। बाबा त नानी जस्तो छ, बाबालाई मैले हेर्नुपर्छ, पैसा दिएर बाहिर पठाउनुपर्छ हो। आमा हुनुहुन्छ, आमालाई जान्छु भेट्छु। अनि प्लस सबभन्दा ठुलो कुरा चाहिँ के हो भने म तपाईँलाई लुकाउनु चाहदिनँ होइन, चाहे होस् नहोस्। हाम्रो लागि मेरो एउटा छोरी छ, मेरो छोरी छ। मैले रिसले नै लिएर आएँ मेरो ससुराली गाउँ गएर। तपाईँले आफ्नो नानी लिएर आएँ होइन, मैले नानीले आमाहरूलाई भने, सासूहरूले पनि भने अब के गर्नु चाहिँ छोरीले त मानेन, अर्को बिहा गर्नुहोस् भने होइन। मैले सासूलाई कराएँ, तपाईँहरू आमा भएर यस्तो भन्नुहुन्छ अर्को बिहा गर्नु भनेर, छोरीलाई फकाएर पठाउनुहोस्, घर गृहस्थी गरेर खाएको राम्रो कि यसरी भर्केको राम्रो, आमा छोरीलाई किन यसरी बाहिर पठाउनु। मलाई बाहिर जाने केटीहरू चाहिँ खासमा मन पर्दैन नि त, जे पनि हुन्छ म दुःख गर्छु, मेरो घरको बुढी चाहिँ कहिले त्यो काम गर्नु नपरोस्। के भएर भन्नुभएको? ल म तपाईँलाई केही कुरा लुकाउँदिनँ ल, मेरो गल्ती सबै कुरो भनिदिन्छु। म एउटा लेबर काम गर्ने मान्छे थिएँ पहिला हो। म हेब्बी दुःख गर्थेँ। मैले दिनमा अब तपाईँको महिनामा 15,000 20,000 गाउँमै कमाउँथेँ लेबर काम गरेर हो।
दिनरात भन्थिनँ थिएँ। त्यसो कमाउँदा कमाउँदा मैले घर बनाउने पैसा मैले धेरै कटा गरिसकेको थिएँ, जम्मै गरिसकेको थिएँ। अनि त्यसो हुँदाखेरि बुढी जहिले पनि दसैँ तिहारमा माइत जान्थेँ, मैले कहिले टोक्ने गर्थिनँ थिएँ। उसले पैसाहरू आमाहरूलाई दिन्थेँ म उसको आमा बाबालाई। बुढो छ, ल देऊ तिम्रो आमा बाबा, मेरो आमा बाबा त हो, बुढो छ, बिचरा के गर्नु सक्छ र दिइहाल भने 2000 3000 दिन्थेँ मैले दुःख गरेको पैसाहरू पनि। अनि मैले केही माइन्ड गर्थिनँ थिएँ, मेरो आफ्नो आमा बाबा जस्तो लाग्थ्यो नि त। त्यस्तो गर्दा बुढी जहिले पनि माइत जाने दसैँ तिहारमा, आफ्नो घरमा नहुने मान्छे, म त बाहिर कमाउनु पर्ने छोरा मान्छे। उसलाई मैले महिना पैसा पठाइदिन्थेँ 8000 10000, पैसा कमी चाहिँ हुन दिन्थेन थिएँ मैले उसलाई। यति नै हो कि पैसा खर्च फाल्टु नगर, म कति दिन दुःख गर्नु, कुनै दिन म बिमारी हुन्छु, पैसालाई अलिक चिन्ने गर होइन भन्दा मैले 10000 पठाएकोमा चाहिँ आमा छोरीलाई 3000 रुपियाँ खर्च गर, तिमीहरू महिनाको खर्च 7000 रुपियाँ पैसा राख भने त्यसरी पठाउँथेँ हो। पठाउँदा मैले लुगाफाटा जति पनि किन्थेँ मैले आफ्नो आउट कमाइले किन्थेँ नि त। म सन्डेको दिन छुट्टी हुन्थ्यो सबैको, म सन्डेको दिन पनि काम जान्थेँ लुगाफाटा किन्नुको लागि मेरो आफ्नो लागि। त्यस्तो हुँदा अन्त घरमा मुसुसै नबस्ने, मतलब ऊ राम्रो थियो, त्यति नरम छैन, गाउँमा सबैको मन जितेको थियो उसले, मलाई खुसी थियो, म गर्व मान्थेँ ऊ मेरो लाइफमा आयो भनेर। त्यसो हुँदा अब चाडबाडको टाइममा तपाईँहरूको उता जुवाहरू खेल्छ? हाम्रो पनि हजुर जुवाहरू खेल्दा चाहिँ अलिअलि खेल्दै थिएँ। ऊ मन दुखाएर गयो होइन, म पैसा हारेँ नि त अलिअलि। अनि ऊ रातभरि यो मैले भने ऊ रुको मलाई मनै पर्थेन थियो, उसको आँखामा आँसु म देख्नु सक्दिनँ थिएँ नि त। अनि मैले भने बुढी तिमी नरिसाऊ, मैले गल्ती गरेँ, आज म कहिले खेल्दिनँ, म तिमीलाई कमाएर 1 हप्तामा म तिम्रो पैसा सबै म रिटर्न गरिदिन्छु नि, ल त्यो मैले कमाएको पैसा भने। अन्त म माइत जान्छु भने ल जाऊ न त भने। माइत गएँ मैले 1 हप्तामा 15000 रुपियाँ कमाएर पठाइदिएको उसलाई मैले, डे नाइट काम गर्दा गान्तोकमा होइन। तर उसले भने मलाई पैसा त पठाउनु नपठाउनु तपाईँले, मलाई मतलब छैन, म दिल्ली जान्छु भने। मलाई दिल्ली सुन्ने बित्तिकै मन परेन। म दिल्ली आएको पनि थिइनँ, उसकै लागि आएको थिएँ हो। मैले भने तिमी दिल्ली गयो भने म तिमीलाई छोडिदिन्छु, हेर मलाई दिल्ली जाने बाहिर जाने केटीहरू मन पर्दैन, तिमीलाई मैले के कमी राखेको छु, सबै कुरो त दिइरहेको छु जति मैले सक्छु। जबरजस्ती भएर दिल्ली गएँ, म पगला भयो त्यहाँदेखि होइन। गाउँमा मेरो अब कति इज्जत छ, सबैले मलाई अब राम्रो मान्छ, सबैले फल्ना राम्रो छ, फल्नाको बाउ यस्तो भए तापनि छोरा सिधा छ भन्ने कुराहरू गरिहिँड्थ्यो। त्यस्तो गर्दा बुढी नभएर म पगला भएँ। अब नानी पनि माइतमा राखेको होइन उसको, उसलाई म फकाउनु गएँ, कति फकेन उसले। मलाई सिधै भने तपाईँको अनुहार हेर्दा मलाई रिस उठ्छ, तपाईँको बोली सुन्दा मलाई रिस उठ्छ हेनतेन भने। तर पनि मैले एक्सेप्ट गरेँ उसको त्यो कुरालाई, कुरा गरेर मैले भनेँ उसलाई आउँदो भविष्यमा फकाउँदा पछाडि मैले भन्दै ल ठिकै छ, म तिमीलाई सबै त तिम्रो खुसीको लागि म गर्थेँ होइन। तिमीले अगर मलाई छोड्नै खोजेको भने मलाई छोडिदेऊ, तिमीले छोडेको पनि म तिम्रै खुसीको लागि छोडिदिन्छु हेनतेन भन्ने। त्यहाँदेखि आस्ते आस्ते गरेर उसले फेसबुक चलाउँछु भन्ने मलाई हो। नचलाऊ फेसबुक, तिमीले सक्दैनौ कन्ट्रोल गर्नु, फेसबुक त कस्तो हुन्छ, कस्तो कस्तो केटाहरू प्रपोज गर्छ, एक्सेप्ट गर्छ, नमिठो मिठो कतिवटा कुराहरू भन्छ, थेत्तर हुन्छ फेसबुक चलाउँदा। अनि फेसबुक खोल्छु अरे, ल खोलेँ फेसबुक खोलेँ हो। 1 महिना पछाडि चाहिँ उसले राजस्थानको केटासँग चाहिँ कन्ट्याक्ट गर्नु थालेर मेरो सबै कुरा नराम्रो हुने नहुने कुराहरू पुरा सेयर गरेछ। अनि मेरो सालीले चाहिँ मलाई फोन गरेर भन्यो हो, भेनाजु नाना त यहाँ अलिक उयो फोनमा पुरा बात गर्नुहुन्छ, आउनु सम्झाउनु भन्यो नि त। म बेङ्गलोरमा होटलमा काम गर्थेँ कुकमा हो। कुकमा नै उसकै खुसीको लागि गरेको, उसले नै भन्थ्यो तपाईँ कुक लाइनमा गर्नुहोस्, कुकिङ गर्नुहोस्, मलाई खुसी लाग्छ भन्यो नि त। गएँ काम गरेँ, उसलाई सम्झाएँ गएर, मानेन ऊ। भिडियो कलमा डाइरेक्ट बात भयो उसको केटासँग हो। दुःख लाग्यो मलाई, त्यो केटाले मलाई करायो, धेरै करायो मलाई। अनि मैले भने मेरो बुढी हो तैँले मलाई किन कराएको भने, तैँले तेरो बुढीलाई खुसी राखेनस् होला, कमी राखेछ होला भने क्या त। त्यसमा त मलाई नराम्रो लाग्यो। अनि मैले बुढीलाई भने हेर मैले तिमीलाई दुःख त राखेको थिइनँ त के भयो भनेर, यो मेरो साथी हो, साथीलाई म केही भन्न सक्दिनँ भने। तिमीले किन साथी बनाएको, बिहा भएर साथी बनाउनु कुनै जरुरत छैन, तिम्रो साथी भयो भने बुढा भयो भने म त हो। अन्त यस्तो भन्दाखेरि चाहिँ ऊ घर जाने कुरा भयो। ल म पनि घर जान्छु होइन, सँगै जानुपर्छ, आमासँग कुरा गर्नुपर्छ एकपल्ट भने। तपाईँको भने म जाँदिनँ, म तपाईँलाई छोडिदिएको हेर्दैन भने हो। त्यसो भएदेखि नानी मलाई देऊ भने मैले। अनि लानु तपाईँ नानी लाने भए लानु हेर्दैन भने। त्यहाँदेखि त्यस्तो हुँदा हुँदा अहिले ऊ पुरा चेन्ज भयो, मतलब ऊ बेसी हाईमा घुम्नु थाल्यो दिल्लीमा बसेर। त्यही भएर मलाई दिल्ली जग्गै नै एकदम अनौठो लाग्छ, त्यहाँ मनै पर्दैन मलाई। त्यस्तो हुँदा अहिले नानीको माया लाग्छ, नानीको याद आउँछ, उसँग भिडियो गर्छु, भिडियो कलमा घरिघरि आँखाबाट आँसु आउँछ, कस्तो अभागी भागी होला जस्तो लाग्छ क्या मेरो। एउटै छोरा भएर पनि भएन, मेरो बाउ आमाले मलाई के गर्नु सकेन, मेरो लाइफ चाहिँ मैले बनाउनु पर्ने रहेछ भनेर
त्यसरी अब आफ्नो लाइफको बनाउनु तलास्नु हिँडेको बल्ल बल्ल सही मन्जिलमा छु। अब योपालि यहीँबाट राम्रो कमाएर के गरौँ कि भनेर सोचेको। लभ म्यारेज म 17 वर्षको हुँदा बिहा गर्थेँ। मेरो आमा तामिलनाडुमा हुनुहुन्थ्यो हो। अनि तामिलनाडुमा आमा हुनुहुन्थ्यो, आमाले बोलाउनु म त्यतिखेर केही खान्दिनँ थिएँ, गुट्का सुट्का यस्तो केही पनि खान्दिनँ। अब यति सोझो पैसा पुरा चेप्ने पैसा सानैदेखिको आमाको दुःख देखेर त्यस्तो हुँदा लभ म्यारेज भयो हाम्रो। उसले मानेको थिएन, ऊ राम्रो थियो नि त, एउटा सिधा केटी थियो, केटामाथि इन्ट्रेस्ट गर्दैन थियो हो। अनि मैले सोचेँ यस्तो केटी त मैले पाउँदिनँ, उसलाई म जसरी पनि फकाउँछु, बिहा गर्छु। हामी 8 वर्ष भयो बिहा गरेको होइन। 8 वर्षमा सबै लाइफ ओके थियो, केही चिज प्रब्लम थिएन थियो, सबै राम्रो, सबै खुसियालीमा लाइफ भइरहेको थियो। हाम्रो नानी भएर ऊ पनि खुसी, म पनि खुसी, नानी पनि खुसी। गल्ती यति नै भयो, ऊ बाहिर गएर उसको मन चेन्ज भयो, बाहिरको हावा लाग्यो उसलाई। त्यही हो हाम्रो कहानी चाहिँ। अन्त अहिले कोसँग बोल्छ, ऊ के बोल्छ थाहा छैन। अनि अहिले चाहिँ मेरो नि मन अलिअलि हराउँदै गयो ऊपट्टि। कति रिक्वेस्ट गर्नु, म कति उसलाई फकाउनु, 1 वर्ष 2 वर्ष 3 वर्ष ऊ राम्रो थियो भन्दा त म फकाउनु चाहन्छु नि त उसलाई होइन। अब त ऊ अब थेत्तर भयो, पहिलाको जस्तो ऊ छैन। मेरो मनमा उसले अब मायाको जग्गामा नफरत भरिसक्यो। अनि त्यस्तो हुँदा त्यति इन्ट्रेस्ट लाग्दैन। अहिले चाहिँ यति लाग्छ कमाउँछु, हेर्छु भविष्यमा के हुन्छ। नसिबमा त भगवान्ले त जोडी त बनाएकै हुन्छ नि है सबै। त्यही भएर कमाउँछु पहिला, अनि त्यसपछि चाहिँ हेरौँ जे हुन्छ देखाइजाला भनेको सोचेको थिएँ। जिजूले चाहिँ तपाईँसँग, जिजूले त मलाई खै खोज्दै गर्छ हो। तर म जिजूले भन्छु, जिजू तपाईँ यति साह्रो दुःख नगर्नुहोस् न मेरो लागि भन्नु कि। होइन सचिन, तिमी राम्रो छौ, तिम्रो लाइफमा अब यस्तो यस्तो घटना भएको छ, तिमीले त राम्रो केटी पाउनु पर्ने, के भएको तिम्रो बुढी भन्छ। अब के गर्नु, अब नसिबमै यस्तो छ, अन्त यस्तै त हुन्छ भन्यो नि त। अनि तपाईँको कुरा गरेँ, देखेको हुन्न, सही हो। त्यही भएर नि यतिकै अहिले तपाईँसँग कन्ट्याक्ट गरेर मैले दिदीलाई भन्दा बात गर्छु। एक्कासी भन्ने बित्तिकै बिहान भनेको पनि हुँदैन होइन। होइन जस्तो कुरा हाँस्दै बोल्दैमा कुरा गर्दैमा सबै त्यस्तो हुन्छ भन्नु पनि छैन। मलाई केटाहरू भनेपछि मलाई इन्ट्रेस्ट छैन। सुरुमा मैले के भन्छु, मैले जो मान्छेसँग साँचो माया गरेर जसलाई मैले आफ्नो भनेको थिएँ त्यसैले नि मलाई घात गरिसकेपछि म भन्छु म लाइफमा लभ गर्दिनँ, म लाइफमा बिहे गर्दिनँ। चलो ठिक छ, मेरो घर परिवारलाई पनि थाहा छैन कि मेरो बुढो यस्तो छ उस्तो छ भन्ने, मेरो मम्मी बाबालाई थाहा छैन। चलो हाम्रो नेपाल छन् यस्तै थियो, अब इन्डिया आएपछि हाम्रो अलि बिग्रेछ मतलब। अनि त्यही भएर यता आएपछि चाहिँ उसको र मेरो केही ऊ नै छैन, भ्यालु नै छैन, मतलब सम्बन्ध नै छैन। ऊ आफ्नो ड्युटी गर्छ, म आफ्नो काम गर्छु। जहाँ काम गर्छु वहीँ सुत्ने, म जहाँ गर्छु त्यही बस्ने खाने यतै गर्ने भन्छु त। हाम्रो केही ऊ छैन, तर हाम्रो मम्मी बाबाको नजरमा हामी दुईजना छौँ। मेरो छोरी ज्वाइँ हो भन्ने मम्मी बाबा दाइ दिदी सबैको नजरमा छ। उसको घरको फ्यामिलीमा पनि छ, मेरो घरको फ्यामिलीमा पनि छ। तर हामी दुईजनामा चाहिँ छैन जस्तो छ। चल हेर कहिलेसम्म चल्छ, जहिलेसम्म चलाउँछु। तर अझ धेरै भयो भने म के गर्छु मलाई पनि थाहा छैन होइन। जति टेन्सन छ मेरो मनमा छ, मैले न कसैलाई भन्छु। मलाई यस्तो कति भन्छन्, साथीहरूले पनि भन्छन् त किन यस्तो उदास बस्छस् आजभोलि, त यस्तो छ त खुसी छैनस्, मलाई थाहा छ भन्छन्। र पनि मैले भन्छु कि होइन म खुसी छु। भन्छन् किन बुढो यस्तो छ उस्तो छ र भन्छन्, नाइ होइन मेरो लागि मेरो बुढो ठिक छ, अरूको लागि जस्तो भए पनि मेरो लागि ठिक छ भन्छु। दुनियाँको सम्बन्ध किन मेरो बुढो यस्तो छ म यस्तो छु, हाम्रो सम्बन्ध यस्तो छ भनेर दुनियाँ सत्तु हँसाउन किन पो परेछ त है। जे छ आफूमा छ, जस्तो छ आफूमा छ, जे भोग्य छ आफूले भोग्य छ। जन्मिँदाको दिन भगवान्ले यस्तै लेखेर पठाइदिएका रहेछन्, के गर्ने, यस्तै नै छ अझै। सोच्नु अब एकपल्ट राम्रोसँग सोच्नु, बात गर्दै गरौँला नि है। हाम्रो कुरा हाम्रो मन कतिसम्म मिल्छ। यो नहोस् न तपाईँ आउँदो भविष्यमा हाम्रो कुरा मिलेर तपाईँलाई आउँदा दुःख नपरोस्। म चाहिँ त्यतिसम्म चाहिँ पैसा अलिकति भयो भने जम्मा गरौँ भनेर सोचेको छु मैले पनि मेरो लाइफमा। यति नै हुन्छ, आउँछु घुम्छु तपाईँलाई भेट्छु नि। भन्छु पैसा मात्रै ठुलो कुरा होइन, पैसाले हर चिज किन्न सकिन्छ, तर आमा बाउ र माया भनेपछि पैसाले किन्न सकिँदैन।
त्यही त भनेको तर माया किन्न सक्दैन तर आफू दुःख पनि त पर्दैन नि त होइन पैसा मात्रै हर चिज ठुलो कुरा होइन कि जब कि आफू दुईजनाको मन मिल्छ आफू दुईजना माया गर्ने मान्छे छ यस्तो मलाई चाहिँ राम्रो लाग्छ रुख मुनि गएर भए पनि आफूले आफ्नो ज्यान पाल्न सकिन्छ दुईजना छ उसले मैले हजुरलाई साथ दिन्छु हजुरले मलाई साथ दिनुहुन्छ भनेपछि त्यही ठुलो कुरो हो त्यही कुरा ठुलो तपाईँले सोच्नुभयो त्यही राम्रो मलाई राम्रो लाग्यो त्यस्तै हुनुपर्छ होइन त्यही कुरा ठुलो पैसा मात्रै सबै कुरा होइन पैसाले गर्छ खाना लाउन सबै हुन्छ र ठिक छ घर होस् यस्तो होस् नै मतलब पैसा नहोस् पनि भन्दैन तर पनि त्यति पैसा मान्छेले भन्छ नि हर टाइम पैसा त्यो होइन कि जब कि आफू दुईजना सँगै भइन्छ सँगै बसिन्छ सँगै मतलब बसिन्छ बाहिर देश जाने विदेश जाने यस्तो मलाई मन पर्दैन जस्तो मैले भन्छु मसँग बस्ने जस्तो होस् कि मसँग आफ्नै साथमा बसोस् मैले त्यही सोचेको मेरो चाहिँ लाइफमा त्यस्तो भयो नि त लाइफमा नि मेरो लाइफमा चाहिँ मेरो माया छ त सबै छ आफू छ मतलब हजुर हुनुहुन्छ र त हजुरले कमाउनु भयो गर्नुभयो तर हजुरै हुनुहुन्न भने त त्यस्तो होइन नि अब पैसा मात्रै ठुलो कुरो भन्ने पनि हुँदैन के बाउआमा दिदी बहिनी सबै आफन्तहरू सबै हुन त कसैको नजरमा भन्छन् बाउआमाले पनि मतलब दिदी बहिनीले पनि पैसा दे हेर्ने हुन् नत्र हेर्ने होइन उनीहरूको ठाउँमा उनीहरूले हेर्छन् हाम्रो ठाउँमा हामीले हेर्छन् आफूले गर्ने कर्तव्य निभाएपछि उनीहरूले लात मारेर हिँडे पनि जे गरेर हिँडे पनि हामीले गए ठाउँमा गरेनौँ उनीहरूले यस्तो गर्छन् हामीले के भयो र अनि भन्दा त्यो पनि राम्रो हुन्छ कि जब आफूले लात मारेर हिँडेपछि त्यो होइन तर पनि पैसा मात्रै ठुलो कुरो मैले सोच्दिनँ मैले आफ्नो लाइफमा भन्छु जब कि दुईजना सँगै भइन्छ भने पैसाले केही गर्न सक्दैन कि जब कि दुईजनाको मन यस्तो गर्छ भने एउटा झुपडीमा गएर रेखा मुनि गएर भए पनि बसेर आफ्नो बास टार्न सकिन्छ एक गाँस खान सकिन्छ जब कि आफू गर्न जहिलेसम्म गर्न सकिन्छ तहिलेसम्म राम्रो हो तपाईँले सोच्नु भएको एकदम सही हो तर मेरो लाइफमा त्यही घटना भयो मैले त्यस्तो केही सोच्दिनँ पैसा कहिल्यै सधैँ भए ठुलो हुन्थेन माया हो हाम्रो भन्दा मेरो मिसेसले चाहिँ मलाई मजबुर पाऱ्यो उसले खालि पैसा 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 मैले भन्थेँ उसलाई कति माया गरेँ उसले माया डाइरेक्ट भन्छ उसले तपाईँले माया देखाउनुहुन्छ माया नदेखाउनुहोस् अब मलाई यस्तै माया गर्न आउँछ म डाइरेक्ट माया देखाएर गर्छु तिमीलाई म दुःख परेको देख्नु सक्दिनँ तिमी रोएको म देख्नु सक्दिनँ तर ऊ चाहिँ खालि पैसा 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 मैले पैसाको उसलाई कति दिएन पैसा तर पैसा मात्रै ठुलो कुरा होइन पैसा दिनुभयो हजुरले किनकि अब हजुरलाई मैले यस्तो भन्ने त नभन्नु अब हजुरको वाइफले लाग्थ्यो होला नि त मेरो लागि त्यो भन्दा पैसै ठुलो हो भन्ने उसले सोच्छ त्यस्तो तर मैले चाहिँ सोच्दिनँ थिएँ तर अहिले चाहिँ मलाई लाइफमा लाग्छ कमाउनु पर्ने रहेछ पहिला होइन आफ्नो लाइफ जस्तो छ आफू जस्तो छ म जस्तो छु म त्यस्तै जिउन चाहन्छु हजुर जस्तो मलाई त्यस्तै राम्रो लाग्छ हजुर म जस्तो छु म त्यस्तै जिउन चाहन्छु कि म मतलब त्यस्तो स्टाइलिस यस्तो मैले कपडा लगाउँछु नलगाउने होइन मैले प्यान्टहरू म सबै लगाउँछु सुटहरू प्यान्टहरू म सबै लगाउँछु म मेरो माइतमा पनि लगाउँदै म अहिले जुन मेरो हस्बेन्डसँग बिहा गरेर आएपछि पनि मलाई लाउन खानामा त्यस्तो मलाई त्यस्तो केही कमी राख्नु भएन जबसम्म म नेपालमा थिएँ तबसम्म मलाई यस्तो तैँले आज यो नखा यो नला यस्तो नगर उस्तो नगर भनेर मलाई कहिले भन्नु भएन जब कि आफूले त्यस्तो गरेर आएको थियो आफूले त्यस्तो भनिदियो आफूले सब घर परिवार आफन्त छोडेर सब बाउ आमा दाइ भाइ केही नभनिकन उसलाई माया गरेर उससँगै जिन्दगी बिताउँछु भनेर आएपछि उसले नै घात गरिसकेपछि म भन्छु मबाट अबबाट मबाट म अर्को जन्ममा मान्छे भएर जन्मेछु भने पनि म कहिल्यै लभ गर्दिनँ भन्छु क्या त्यही त मान्छेको लाइफमा त्यही हो खै के भन्नु पैसा मात्रै ठुलो कुरो होइन पैसा छ मान्छे छ र त पैसा मान्छे नभइकन कहाँबाट पैसा हुन्छ भन्नु त तपाईँ त सानो एजमा तपाईँको बुद्धि धेरै राम्रो लाग्यो मलाई कति एज भयो तपाईँको मेरो धेरै एज भएन 17 है के राम्रो तपाईँले धेरै कुरा तपाईँको ज्ञान रहेछ राम्रो यस्तै हुनुपर्छ राम्रो लाग्यो मलाई खुसी लाग्यो तपाईँको कुराहरू सुनेर किनभनेदेखि आजको दिन म सायद तपाईँ छोडेर अरू कोहीसँग बोलेको यति साह्रो उसको बुद्धि हुन्थेन थियो होला तपाईँसँग बोलेर मलाई राम्रो लाग्यो तपाईँको सोच तपाईँले भनेको कुराहरू यस्तो हुनुपर्छ कुनै पनि कुरा मैले तपाईँलाई सिकाउनु पर्दैन रहेछ मैले भन्छु मेरो हस्बेन्डले पनि नेपालमा 10,000 कमाउनुहुन्थ्यो होटलमा काम गर्नुहुन्थ्यो है
म रुम भाडा तिरेर 3000 महिनाको तिरेर बस्थेँ तर पनि मैले यो खा यो लगा भन्नुहुन्थ्यो कि माइती जान पर्दा यो किनेर लैजा यो किनेर लैजा मैले भन्थेँ मेरो फोनमा मैले 50 रुपियाँको रिचार्ज हाल्न समेत डराउँथेँ कि किनभने ल आज हामीले अलिकति भए पनि जोरम सँगै छौँ जोरम भोलि बिहान केही होला यस्तो होला यतिका नभए पनि बस्ला भन्ने त्योतिर मेरो धारणा जान्थ्यो किनभने म अझै सानै छु मेरो उमेर पनि सानै छ मेरो जिन्दगी मेरो धेरै लामो छ जिन्दगी धेरै कटाउनु छ मलाई यस्तो उस्तो भनेर सोच्थेँ तर आफूले जति उसले त्यो सोच्दैन उसले यो यस्तो उस्तो भन्छ भने जबकि उसले नै सोच्दैन भने मैले मात्रै एक कुरा सोचेर पनि केही नहुँदो रहेछ जबकि दुईजनाले हुन्छ कमाम गरम जमाम भनेर उसले मेरो हस्बेन्ड चाहिँ पहिला 11 वर्षदेखि इन्डियामा बसेको अहिले फर्स्ट चान्स नेपाल गएर अनि मेरो हस्बेन्डको दाइ मेरो जेठाजु हुनुहुन्छ उहाँले मेरो मामाको छोरीलाई बिहा गर्नुभएको छ अनि उहाँले चाहिँ मलाई देख्नु भएको थियो अब साली भन्ने ऊ गर्ने गर्नुभएको थियो अनि त्यसपछि अनि जानुभयो सुरुमा फोनमा 2-3 महिना कुरा भयो अनि एकैचोटि 30 को बेलामा भेट्न जानुभएको थियो भेट्न गएपछि भन्नुभयो भिनाजुले भन्नुभयो जाऊ यसले भने म भुल्न सक्दैन म ऊ गर्न सक्दैन म लिएर जान्छु भने मैले मेरो लाइफमा मैले धेरै ऊ गरिसकेँ म जान्न भने अनि उसले भन्यो म त बिना बाँच्न सक्दिनँ हिँड मसँग भने अब त्यतिखेर के भयो आफ्नो है जबकि मान्छेलाई ठुलो कुरा ऊ गर्न थाल्छ नि त्यसको दिमाग अन्तै उडिसकेको हुन्छ अनि मैले त्यस्तो केही सोचेन चलो ठिक छ भने नेपाल बस्नुसम्म पनि ठिकै थियो अहिले इन्डिया आएपछि किनभने पहिलेदेखि इन्डिया बसेको मान्छे अनि पहिलेदेखि मतलब पहिला पनि मेरो हस्बेन्डको यस्तो कुनै केटीहरूसँग अफेयर चलेको अनि उनीहरूसँग 1-1.5 वर्षसम्म सँगै बसेको अनि यस्तो भनेर मैले धेरै कुरा सुनिसकेँ यहाँ आएपछि पनि मलाई त्यो सुन्दा यति नराम्रो लाग्छ भगवान् मैले किन यस्तो मान्छेसँग लभ गरेँ किन यस्तोसँग उ गरेँ आजभोलि पनि त्यस्तै हुन्छ अरूको उसमा गर्ने अनि घरमा आएर झगडा गर्ने यस्तो गर्ने त्यही भएर मैले भन्छु त अलग बस म अलग बस्छु चलो ठिक छ म दुनियाँको सामान्य हामी दुईजना बुढाबुढी हुँदा तर तेरो र मेरो नजरमा म तेरो बुढी र त मेरो बुढो कहिले हुन सक्दैन त उसले भन्छ तैँले किन यस्तो भन्छ जबकि मैले तँलाई आफ्नो जिन्दगीभरि तँलाई साथ दिन्छु भन्दा आएको छु तैँले नै यस्तो घात गर्छस् भने मैले के गरौँ भन्छु अनि उसले अब त्यस्तै उसको पारा के छ मलाई आजभोलि केही पनि थाहा छैन उसले जे गरोस् गर्छ मैले पनि आफ्नो जिन्दगीमा जे गर्छु तपाईँको भिनाजुले भन्नुहुन्छ सेटिङ गर भन्छ नाइ म त भयो जबकि मैले जिन्दगीमा आफूभन्दा धेरै जसलाई माया गरेको थिएँ त्यसैले नै मलाई घात गरेपछि भयो मलाई अब लभ गर्नु पनि छैन मलाई बिहे गर्नु पनि छैन मैले जहिलेसम्म गर्न सक्छु काम गर्छु नसक्दा खाँदिनँ बरु एकातिर गएर मरौँला तर मैले यस्तो गर्दिनँ अनि उहाँले भन्नुभयो एकचोटि कुरा गर्दैन के भयो कुरा गर्दैन बिहे हुन्छ भन्ने पनि छैन साथी बन्द पनि हुन्छ चल हुन्छ म फोन कुरा गर्छु भनेर अनि आजसँग कुरा गरेको कुरा गर्नुपर्छ नि राम्रै हो कुरा गरेको होइन सोच्नु विचार गर्नुहोस् म पनि दुःख पाएको मलाई पनि एउटा राम्रो सोचेको गरेको छ त्यही हो दिदीले सबै भन्नुभयो होला तपाईँलाई मेरो बारेमा होइन हजुरको बारेमा भन्नुभएको थियो यस्तो भन तर पनि होइन उहाँले भन्नुभएको थियो यस्तो थियो भनेर मैले भन्छु मान्छेको जिन्दगीमा पैसा मात्र सबैभन्दा ठुलो कुरा होइन हो नि सोच्नुहोस् तपाईँ अब के हुन्छ तपाईँलाई कस्तो लाग्छ के लाग्छ किन भैया तपाईँ छुट्टी हुनुहुन्छ है हजुर तपाईँ छुट्टी पनि हुनुहुन्छ है के भन्नुभयो तपाईँ नि छुट्टी पनि हुनुहुन्छ है भनेको छुट्टी हो क्या किन मलाई लाग्छ भनेको नि धेरै छुट्टी छु म किन राम्रो लाग्छ मलाई छुट्टी भएकै राम्रो लाग्छ छोरी मान्छे छुट्टी राम्रो लाग्छ कसैसँग नडराउने कसैले हेर्दाखेरि ऊ नडराउने मलाई हस्तो साथीको जरुरत थियो नि त मलाई राम्रो लाग्यो तपाईँ बोलेकोहरू तपाईँले जुन हिसाबको बोल्नुभयो नि मलाई छुट्टी छोरी मान्छे राम्रो पिजीमा काम गर्छु अहिले कोही गेस्ट आएन होला दाइले फोन गर्नुभएको छ म हजुरलाई एकैछिनपछि फोन गर्छु है